जुन चाहिँ कुरासको प्रस्तुति चलाइराख्नु भएको छ कस्तो के प्रकारले चल्दैछ? धन्यवाद छ र विशेष गरी आउँदो 29, 30 र 31 जनवरीको दिन हाम्रो टिङखाङ राजगढ खेल मैदानमा जुन एउटा भव्यताको साथ हाम्रो सांस्कृतिक समारोह गोर्खा डेभलपमेन्ट काउन्सिलको उद्योगमा हुनु गइरहेको छ र आसाम सरकारको एउटा सहयोगमा भनौँ अत्यन्तै हाम्रो लागि एउटा ऐतिहासिक क्षण हो यो र यो क्षणलाई हामीले झनै जुन प्रकारले हाम्रो ऐतिहासिक एउटा पल हामीले महसुस गर्नु पाउँदैछौँ त्यस्तै प्रकारले हामीलाई झन् ऐतिहासिक बनाउने एउटा जमर्क चालेर विशेष गरी यो सांस्कृतिक समारोहमा विभिन्न प्रकारको सांस्कृतिक कार्यक्रम सँगसँगै हाम्रो विशेष गरी हामी बिच आसामको हाम्रो हार्ट्स अफ जुबिन गार्ग आजभन्दा केही महिना अगाडि हामी बिच उहाँले बिदा लिनुभएको छ र उहाँलाई हामीले श्रद्धाञ्जली अर्पण गर्दै समस्त गोर्खाहरू भएर उहाँको लागि हामीले गोर्खाली भर्जन जुन चाहिँ मायाविनी गीत र मायाविनी गीतले हाम्रो यो खेल मैदान हामी गुन्जमान गर्नेछौँ, थर्काउनेछौँ र साथसाथै हाम्रो प्रशान्त तामाङज्यू इन्डियन आइडल जो गोर्खाको एउटा सुपुत हाम्रो सन्तान उहाँले पनि हामी बिच केही महिना अगाडि नै केही दिन अगाडि नै हामी बिचबाट उहाँले बिदा लिनुभएको छ र उहाँको पनि जुन चाहिँ असारे महिनामा गीतलाई हामी समवेत सङ्गीत कुरासको रूपमा यहाँ एकदमै गुन्जमान बनाउनेछौँ किनभने उहाँहरू जस्तो उद्यमी र उहाँहरू जस्तो हाम्रो आइडल भनौँ हामी उठिआएको प्रतिभाहरूको लागि उहाँहरू आज हामी बिचबाट हामी नहुनु भनेको एउटा हाम्रो लागि ठुलो हानि एकदमै ठुलो एउटा लोस हो हाम्रो लागि र उहाँहरूलाई हामी सम्झिँदै उहाँहरूलाई श्रद्धाञ्जली ज्ञापन गर्दै हामी एकदमै भव्यताको साथ आज टिङखाङ अञ्चलका विभिन्न हाम्रा भाइ बहिनीहरू जति पनि अब गीतमा रुचि राख्ने हाम्रा कलाकार गीत गाउने हाम्रो कलाकारहरू आउनुभएको छ र सबैले एकदमै मजाले तपाईँहरू देखिराख्नु भएको छ यहाँ कुन प्रकारले कुरासको प्र्याक्टिस भइरहेको छ एकदमै राम्रो भइरहेको छ।